हो लक्ष्मण भनेपछि अब काट त एउटा मात्रै फल्यो क्या हो थोकै पाकेर कि काँचै कान्छ ओहो ल ए लसुनको त पोकै रहेछ त यहाँ माथि त यहाँ गाडीकै हो कान्छ लु सर अब लागौँ त होला नि होइन कान्छ अनि तिमी घर कोठालो कहाँ गयो त बुवा आमा खेतीमा कहाँ आमा लख खोला बुवा चाहिँ कहाँ गोरु काट्ने गोरु होइन पाल्ने गोरु भनौँ न होइन कता गएको रातमाटे छोबारा ए जोत्नुलाई होइन दसैँमा जोत्ने दसैँमा सबै मान्छेले काम त गरेर कता जोत्छन् हौ नभएको अनि कफीको बोट कहाँ छ खोइ अलि फाँडफुँड गरिदिनु है फल्या छ ए त्यो टिपेर राख्नु नि ठुलो धेरै बनाएर सट्ट कफी खाऊ होइन त आसिङ चढेतिर काम आउने काम थियो कि त्यहाँ एकछिन आएको क्या अब भाइ अनि के छ अरू के खाने तिमी बिस्कुट खाने यहाँ आऊ त यता हेर न एकछिनमा यहाँ आऊ लु अब बुवाले के रसी खानुहुन्छ यो चिसो अलिअलि खानु भन्नु ए यहाँ नानीलाई बिस्कुट तिमीहरूलाई पनि ए फ्रुटी खाऊ लु त्यति नै मैले त्यहीहरू ल्याएँ है ओके यता आऊ कान छोड त के गरेर गएको जाँड खाने जाँड खाँदैन भाइ बुढो अलिअलि यही चिसो खान्छ आऊ अलिअलि ग्लास ल्याऊ त ल आउनु कति बज्यो मैले अघि झुकेछ कान्छ ग्लास छैन ताबाको जस्तो सुको हिँड्छु यार लु लु त सारा त पखालेर चुरुक चुरुक त्यही खाऊ अनि खोइ त्यो सानो नानी ए अहिले आएपछि बिस्कुट देऊ ल बिस्कुट फ्रुटी पनि छ त्यही खानु भन्नु